काठमाडौँमा चुनावी माहौल यस्तो छ। म चाहिँ हाम्रो बालाजु चोक, म चाहिँ अहिले बालाजु र माछापोखरीको हल्का बिच जस्तोमा छु। आज बालाजु चोक चाहिँ नजिक छ यहाँबाट। यस्तो छ रोड खाली सुनसान, पसलहरू सब बन्द देख्न सक्नुहुन्छ होइन। आज चाहिँ फागुन 21 गते भोट हाल्ने दिन। अनि नेपालीहरूको चाहिँ अब वेटिङ डे चाहिँ सक्यो। अब आजको भोट र भोलिको प्रतिफलले के रूप लिन्छ भन्ने कुरा हुन्छ होइन। कसले जित्ने हो होइन। मलाई हामी जनतालाई नर्मल मलाई त कसले जित्ने हो भनेर ढुक 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 भइरहेछ भनेपछि झन् त्यो अरू नेता बाँकी नेताहरूलाई कस्तो भयो होला। जस्तै सहभागी हुने नेताहरू, भोटमा सहभागी हुने नेताहरू, त्यत्रो खर्च गर्ने नेताहरू, लाखौँ लाख खर्च गर्ने नेताहरू हुन्छ नि, कस्तो भएको होला क्या हाम्रो मुटु ढुक 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 कसले जित्ने होला, अब के हुने हो। अब आज भोट, अब भोलि पर्सि त थाहा भइहाल्छ। अनि यस्तो मुटु ढुक 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 भइरहेको मलाई त राम्रो सो एक्साइटेड है। त्यही हो युथहरूको रोजाइ थाहा नै छ सबैलाई। चुपचाप होइन भनी चाहिँ नहाल्नु, तर यस्तो सुनसान छ क्या यहाँनिर, यस्तो सुनसान छ। ल अरू बेला यस्तो बिजी रोड, आज पुरा सुनसान। ल माछापोखरी चोकमा त झन् केही हिँडेको छैन। सो आज चाहिँ नेपालको इतिहास फेरिने दिन। आजको भोटले चाहिँ अब इतिहास नै बदलिन सक्छ नेपालको होइन। राम्रो मान्छे चुनेर वाइजली भोट दिनुहुन्छ भन्ने आशा छ, अथवा दिइसक्नुभयो हुन पनि सक्छ। मैले भिडियो हाल्नुसम्म दिइसक्नुभयो भन्ने पनि आशा गर्दछु है। अनि आज चाहिँ इतिहास फेरिने दिन क्या। यो कहानी चाहिँ नि हामीले छोरा नाति जस्तो इतिहास नै हुन्छ क्या यो कहानी चाहिँ। सो त्यो देख्नलाई हाम्रो जेनेरेसन चाहिँ, म अहिले हुँदाखेरि चाहिँ एकदम खुसी लागिरहेको छ त्यो इतिहास फेरेको देख्नलाई चाहिँ। त्यही हो, अब रिजल्ट के आउँछ भन्ने त अब भोलि नै थाहा हुन्छ। सो आज चाहिँ 21 गते, सो एक्साइटेड है म चाहिँ एकदमसँगले। भोट चाहिँ एकदम सोचेर दिनु होला, चलाखीपूर्वक दिनु होला, सोचेर बुझेर। पैसा र मासु भातमा नबिग्नु होला सदा चाहिँ। योचोटि भने इतिहास फेरिने देशको इतिहास फेरिनेवाला छ योचोटि चाहिँ। त्यही भएर भोट चाहिँ अब म चाहिँ जानु पाइएन, आफ्नै अब कारणले गर्दा अब जान पाइएन। हरेक समस्या हुन्छ मान्छेको, मन थियो जानलाई पाइएन, गाउँ जान पाइएन, मान्छे भोट हाल्नु पाइएन। सो हाल्न मिल्नेहरूले चाहिँ एकदम सोचेर हालिदिनु होला, त्यही भन्न चाहन्छु। हस्त धन्यवाद, शुभ बिहानी।